तपाईँ 600 वटा बाँदरको हत्यारा होइन साथी, जनताले मारे, मैले सहयोग गरेँ। त्यो बुझ्नु। तपाईँ यो बुम बोकेर जानु नि एकचोटि, बाँदर मार्नु हुँदैन भनेर मकैबारीमा पुग्नु त कुटाइ खाएर फर्किनु भएन छ नि। थुक्क मलाई पिसाब फेर्नु मुखमा। कुखुराको चल्ला त्यहाँनिर जिउँदै पुलिसले मार्दै गरेको हुन्छ, सब तिनीहरूलाई थुन्नु परेन? हत्या नै हो नि त। त्यो मारेको भनेर तपाईँले खुल्ला भन्नु त हत्या होइन र? होइन, तपाईँ शाकाहारी कि मांसाहारी? म शाकाहारी। शाकाहारी भने ठिकै छ। के होइन, सत्य बोल्नु, फेरि त्यसरी नगर्नु, सत्य बोल्नु। सबै तपाईँहरूलाई म भन्छु, कुखुराको चल्ला त्यहाँनिर जिउँदै पुलिसले मार्दै गरेको हुन्छ, सब तिनीहरूलाई थुन्नु परेन? इन्डियातिरबाट कताबाट लिएको भन्दै देखेको छ भिडियोमा। कुकुर बिरालो भनेको त मान्छेले सुन्नु नि मेरो कुरा। ऊ चाहिँ के प्राणी हो कि होइन त? प्राणी, उसलाई बाँच्ने अधिकार त होला नि त। हेतरिका मैले भन्दैछु, कुखुराको चल्ला पुलिसले नै पुर्दै गरेको देखेको छ? हो, कुनै पनि प्राणीलाई बाँच्ने कसरी रोक लागेको भनेर कहाँ परीक्षण गरेको छ? यस्तो कुरा यो सबै हाम्रो नेपाल भनेको चाहिँ अर्काले बनाइदिएको कानुनमा एनजिओहरू, तपाईँ पत्रकार साथीहरू पनि कति त्यस्तो कुरामा बिक्नु भएको छ भने यो क्वेसन नगर्दा राम्रो। तर जनताप्रति सबै तपाईँहरू पनि उत्तरदायी हुनुहुन्छ। तपाईँहरूको पनि मन, हृदय, मुटु छ भने जनताले धुरु नरियोस्। 600 बाँदर मारेकै हो भनेर यहाँले भन्नुभएको थियो। जनताले मारे त के गर्नु? त्यसैलाई चाहिँ अहिले मान्छेहरू तपाईँलाई कारबाही हुनुपर्छ भनेर हेतरिका मलाई यो देशको सत्ता परिवर्तन, यो देशमा संविधान नयाँ बनाउनु पर्छ भन्दाखेरि मलाई फाँसी चढाउने, जेल हाल्ने सबै गरेको मान्छे बाँदरले जनताको दुःख दिएको छ। अनि के अरे उजुरी हालेको भरमा डराउने मान्छे हो त? यदि तपाईँले कारबाही गर्यो भने कारबाहीको भागीदार तपाईँ कस्तो कुरा गरेको? 600 वटा बाँदर भनेको थोरै हो। 6 लाख मार्नुपर्छ, 6 लाख, अनि पनि शान्ति हुँदैन होला सायद। बाँदर मार्नुपर्छ। ल, जनताले त्यो कानुनको लागि भिडिएको हो नि त। म त हिजो त पुर्खाहरूले त कति मार नि, गाउँभरि मारेको छ। गाउँमा तपाईँ यो बुम बोकेर जानु नि एकचोटि, बाँदर मार्नु हुँदैन भनेर मकैबारीमा पुग्नु त कुटाइ खाएर फर्किनु भएन छ नि। थुक्क मलाई पिसाब फेर्नु मुखमा। तपाईँ यहाँ मलाई होइन के, तपाईँ बुम बोकेर मोटरसाइकल होला, बाँदरले मकै खाँदैछ, यतिखेर अब अचारे मकै पाक्दैछ, जाने त्यहाँ बुम बोकेर कर्म त्यहाँ जनताहरू हुन्छ नि। यो चाहिँ बाँदरलाई तपाईँले चाहिँ ल है यो गर्नुपर्छ, के अरे मार्नु हुँदैन, पाल्नुपर्छ भन्नु, कुटाइ खाएर फर्किनु भने त मलाई यो हत्या हिंसा गर्नै हुँदैन भन्नु। मान्छेलाई लाग्ला सबै। अब कोही शाकाहारी हुन्छ, कोही मांसाहारी हुन्छ, मजाको खसिरहेछ भनेर कोही उचाल्दै गरेको मान्छेहरू पनि हुन्छन्, भिडियोमा छ होइन। कुखुराको भालेहरू यी सबै विषयवस्तुहरू आन्दोलन गरेर आज 20 दिन भयो। कुकुर जानवर कुनै पनि पशु पक्षीलाई मार्नु हुँदैन, खबरहरू आइसक्यो सडकमा। होइन, उहाँहरूलाई शुभकामना छ। मैले भने नि, यहाँ माइती घरमा छ त बाँदर त उहाँ जनताको उमा पो छ त। मकैबारीमा छ, धानबारीमा अलैँचीको टुसा टुचेको छ। अलैँचीको भाउ थाहा छ तपाईँहरूलाई? लेख्नु भएको छ, सोध्नु भएको छ कसैलाई? हेलो सरलाई म भन्छु, अलैँचीको भाउ कति छ थाहा छ? कति छ? प्रति मन कति छ, प्रति केजी कति छ थाहा छ? कति छ भन्नुहोस्? होइन, थाहा छ कि छैन? होइन, 1 मनलाई लाख रुपियाँ पर्न सक्छ, नभए पनि 90-1 लाख माथि छ। टुसा एकछिनमा उसले के गर्छ, खरानी बनाउँछ। अनि जनताले तपाईँको बुम लगेर जाँदा के गर्छ? अलैँची बारीमा लुकाइदिन्छ बुम। तपाईँलाई लुकाउला, यो कुरा बुझ्नु ल। आउनु क्यान्जी।